Sa's vlog. अनि आज चाहिँ हामी कता गइरहेको छौं भने आज चाहिँ हामी पार्कमा गइरहेको छौं। हैन त पार्कतिर जाने कति भयो है बाहिर ननिस्क्या भन्नाले म त कहिले कहिले चाहिँ निस्किन्छु 2 महिना जन्म त निक्ले त्यसरी घुम्न त गएको छैन। यसरी घुम्न नआएको चाहिँ हामी धेरै महिना भएको थियो। आफ्टर लङ टाइम पछि चाहिँ हामी बाहिर निक्लेको दिदी बहिनी नाजु छोरीको मलाई हेरेर चाहिँ आज नौलो भएर नि मेरो छोरी ऊ छोरी त चेन्ज भयो रे 2 महिनामा तारा आँसुले देख्दा चेन्ज भएको चाहिँ नि सिटमा बसी छिन् मोबाइल हेर्छ ज्ञानी भएको। हेलो गाइज हामी चाहिँ यहाँ चटपटे प्लानिङ प्रोग्राम पार्कमा आइपुग्यो हामी चाहिँ यो पार्कमा गेम के रे कलर एक्सचेन्ज गेम खेल्नु पर्ने है। मलाई त्यो लागिरहेको थियो ओइ हामी भोलि कलर एक्सचेन्ज गेम खेलौँ न किनौँ होइन ह्याकुइन गएर किनौँ हाम्रो चाहिँ ह्याकुइनको मात्रै गरौँ न अरू त अब घुम्न पाउनु पर्यो नि होइन नाजुलाई घरमा छोड्ने हामी 2 जना उसमा सामान किनेर आउने ल अनि गेम खेलौँ अनि टिकटकमा युट्युबमा हाल्नु हुन्छ। हामी चाहिँ यस्तो किन्नु पर्यो होइन कि कतै खाली हेरौँ न यसो छोरी त सुतेको रे सुतेकै छैन कालो चाहिँ लाग्छ कि लाग्दैन सानो मान्छे कालो आहा अहिले त त्यो छायाले त्यो ओछ्याउनु न तर कस्तो दामी आहा नि पछाडिको सिन कालोबाट गर्नु न ऊ त्यो रुखहरूले गर्दाखेरि के राम्रो आयो कि राम्रो आहा भनेर कसरी राख्या छड्किन नगर्नु न हो ठाडो टाढै पो मैले पुग्लो यस्तो नयाँ ठाउँमा आउनु पाउँछ हेरेको जङ्गी चङ्गी तातो भयो होला है हजुर गरेर आइस राखेर चौके केमा मल्ने प्लास्टिकमा अब प्लास्टिक भाँडाले ल्याएन रहेछ यसै मोला पन्दानी लिएर आएन है अब त्यसै यस्तो घोल्ने चम्चाले गरौँ न यता नजिक भएको भएको है मेरो लसुरिया ल फोटो खिच्दै आऊ बेबी गर्ल आज चाहिँ हामी यहाँ के फार्म हो रे दिदी गाई फार्म
यो गाई फार्म हो जापानको साइतामा केनको। हामी चाहिँ आज यहाँको फेमस आइसक्रिम खान आएको हो दिदी र भेनासँग। यस्तो राम्रो छ, यस्तो दामी पार्किङ गर्ने ठाउँ पनि छ। तपाईँहरू नि आउनु सक्नुहुनेछ। कसैले लोकेसन चाहियो भने मलाई कन्ट्याक्ट गर्नु होला प्लिज। यस्तो राम्रो छ यहाँको है। मलाई चाहिँ नेपालको फी याद आइरह। कस्तो राम्रो छ। ऊ त्यो पाङ्रा छ, पाङ्रामा खेल्न जाने हो कि दिदी ऊ त्यसरी। हजुर आइरह जानु बेन जो बस्नु, त्यो त बच्चाहरू खेल्ने होला। यही हो फार्म चाहिँ, यस्तो राम्रो छ है। पार्किङ गर्ने ठाउँ यही हो। म अहिले हजुरहरूलाई गाई पनि देखाउन गइरहेको छु, जापानको गाई चाहिँ कस्तो हुन्छ भनेर। गाईको बाछा चाहिँ यहाँ है गाई यहाँ चाहिँ गाईहरू छ है। यहाँभित्र चाहिँ गाई अब चाहिँ हामी फाइनली आइसकेँ। यति धेरै छ कि अब यहाँ भिडियो गर्न चाहिँ अलि मिल्दैन। जाम जापानको गाईहरू चाहिँ यस्तो छ है। गाई यत्रो ठुल्ठुलो कत्रो गाई हो यो त। आम्मा ब्याउनी छ कि हो यो त है। यस्तोहरू छ है। फर्स्टचोटि देखेँ यो मैले यत्रो गाई त। जर्सी गाई हो गाई चाहिँ। चुइसक्यो है एकदमै। मेरो चुइसक्यो यहाँ।